तत्काल 24 घण्टाभित्र बालन र यो सुदन गुरुलाई फौजदारी अभियोगमा तुरुन्तै गिरफ्तार गरेर जेल चलान गर्न पर्यो। तब पाउँछ गणेश नेपालले न्याय। एकदम भारी चुकाउनु पर्छ बालनले। केपी ओली त बालुवाटारबाट हेलिकप्टर चढेर भाग्न पाउनु भयो। मलाई लाग्छ बालनको यो रवैया यस्तै जारी रह्यो, सुकुम्बासीहरूमाथि दमन, सुकुम्बासीहरू मर्न पर्ने युवाहरू एउटा चाहिँ काम गरेर खाँदा पनि आज मर्न पर्ने जुन अवस्था बालनले सिर्जना गरेको छ। महँगी हेर्नुहोस्, तपाईँको आज दुई छाक खाने अवस्था छैन होइन। यसको जिम्मा बालनले लिने कि नलिने? हिजोको यो घटना चाहिँ जुन घट्यो नि, यो चाहिँ महानगरको चाहिँ प्रमुखले हुनुपर्छ, सुनिता डङ्गोल यसमा भागीदार हुनुपर्छ भनेर पनि कतै कतै आइरहेको छ। होइन, यसमा अयोग्य बालनकै दोष हुन्छ। किन ऊ मेयर हुँदाखेरि तपाईँको चाहिँ उसले बनाएको नियम हो यो, बुझ्नुभयो नि। म पनि एकचोटि टिचिङ हस्पिटल जाँदाखेरि मेरो पनि त्यसरी नै चिट काटेर महानगरको क्युआर ल्याएर आउँछन् यिनीहरू। न रिसिभ हुन्छ न तपाईँको केही हुन्छ। चिट काट्ने अधिकार र त्यो व्हिल लक गर्ने अधिकार महानगर प्रहरीको हो कि ट्राफिक प्रहरीको हो? यिनीहरू अरूको चाहिँ अधिकारमाथि हस्तक्षेप गर्न पाइन्छ? यसरी नै ज्यादती गर्ने हो भने महानगर प्रहरीको काम के हो? सडक सफा गर्ने, खोला नालाको सफा गर्ने। आज सडकको अवस्था हेर्नु कस्तो फोहोर छ। यो फोहोर सफा गर्न छोडेर जनतामाथि बल देखाउने होइन, तुजुक देखाउने, शक्ति देखाउने काम हो महानगर प्रहरीको। तपाईँ खारेजै गरिसकेको अवस्था छ। खारेज कसैले? हिजो पञ्चायतमा राजाले खारेज गरेर नभएको सङ्गठन आज एउटा बालनले खारेज गरेर हुन्छ? म एउटा युवा हुँ, मलाई के राष्ट्रपाकै कार्यकर्ता हुनुपर्छ भन्ने छ यो देशमा? म चाहिँ मेरो विद्यार्थी सङ्गठन, मेरो अनुराग सेवी क्रान्तिकारी, मेरो कलम र ताराको चाहिँ विचार मैले मान्न पाउँदिनँ कि यो बालन हिटलर हो? यसले चाहिँ प्रतिबन्ध लगाए पनि यो विरुद्ध सशक्त तपाईँहरूलाई चाहिँ अब स्टुडेन्ट काउन्सिल त्यहाँ गठन गर्ने भनेको छ क्याम्पसका। तपाईँहरू मान्नुहुन्छ हुँदैन? विद्यार्थी हामी चुनावबाट आएका हौँ, उहाँहरूलाई अनुरोध गर्न चाहन्छौँ तपाईँहरू पनि विद्यार्थी सङ्गठन गठन गरेर हामीसँग सोभ्यूमा भिड्न आउनुहोस्। कलेजमा भिड्न आउनुहोस्, स्वच्छ निर्वाचन गरौँला, प्रतिस्पर्धा गरौँला। तर राजसभा भएनौँ, हामी राजसभाको विचार मानेनौँ भन्दैमा हाम्रो सङ्गठन खारेज गर्ने दुस्साहस हिजो राणा पञ्चले गरे, पञ्चहरू फाल्ले। आज त्यो दुस्साहस बालनले गऱ्यो भने बालन एउटा इतिहास बन्दैछ। जस्तै अब हिजो जुन किसिमको दुःखद घटना घट्यो, त्यो अब घटना घटिसक्यो। अब उहाँले न्याय त दिन पर्यो होइन। न्याय दिनलाई चाहिँ अब के गर्नु पर्यो? गणेश नेपालीले न्याय त दिन पर्यो नि त। गणेश नेपालीले न्याय पाउने भनेको आज समग्र तपाईँ हामी युवाहरूको चाहिँ रोजगारी सुनिश्चित गर्न पर्यो सरकारले, तब न्याय हुन्छ गणेश नेपालले होइन। तत्काल 24 घण्टाभित्र बालन र यो सुदन गुरुलाई फौजदारी अभियोगमा तुरुन्तै गिरफ्तार गरेर जेल चलान गर्न पर्यो। तब पाउँछ गणेश नेपालले न्याय, तब पाउँछ हामी युवाहरूले न्याय। तुरुन्तै बालनको स्ट्याटस हेर्नुहोस् अगाडिका होइन। जस्तो केपी ओलीको नेतृत्वमा मान्छे मर्दा केपी ओलीले जिम्मा लिनुपर्छ भने बालनको नेतृत्वमा आज बालनको महानगर पुलिसहरू, आज नेपाल प्रहरी हेर्नुहोस् हामीलाई यसरी घेरेर बसेका छन्। यो यसरी घेर्नुको सट्टा हिजो सिंहदरबार घेरेर बचाएको भयो। देशको धरोहर त बस्दैन।